वर्षौंदेखि सुकुम्बासीको समस्या 2 दिनमा चुट्कीको घरमा समस्या समाधान गर्यो भने माले सरकारको वाही छ। तपाईले मात्रै विरोध गर्नुहुन्छ। गरिब माथि भएका यी खालका अन्याय र अत्याचारमा रमाउने केही एकाध मान्छे प्रब्लम के सबैले वाइ दिएका छैन। चाहिँ गरिबहरूमाथि जुन खालको चाहिँ त्यो तानाशाही तरिकाले चाहिँ बुलडोजर लगाएर सेना प्रहरी लगाएर उनीहरूमाथि चाहिँ कत्लेआम, उनीहरूमाथि चाहिँ जबरजस्त अमानवीय पूर्ण तरिकाले पूर्ण ढङ्गले चाहिँ जुन खालको व्यवहार गरियो, यो देशको प्रधानमन्त्री होइन, यो चाहिँ डाका शैलीले गरिएको गर्नको लागि सुन्नुहोस्, व्यवस्थापन गर्नको लागि सरकारले होटलमा राखेको छ, होल्डिङ सेन्टरमा राखेको छ, चार खाना खुवाएर राखेको छ। होल्डिङ सेन्टरमा त देखाउनु होल्डिङ सेन्टरमा त देखाउनु भयो नि त। त्यहाँ किरा भएको चाहिँ खाना खाइराखेको अवस्था आम मिडियामा आइसकेको छ। त्यहाँका आमा दिदी बहिनीहरूले, त्यहाँका गर्भवती महिलाहरूले, पोसिलो खाना नपाएर उनीहरू